हामी यहाँ ऐसेलु खाँदैछौँ। यहाँ छोरोले ऐसेलु टिप्दैछ। छोरो एकदम ऐसेलु टिप्नलाई एकदम पोख्त भइसकेको रहेछ लड्छै। मलाई छोरोले ऐसेलु टिप्दिँदैछ। काँडै काँडा है तले त हिजो छोरै छैन। अलिक हात हाल्दा पनि अलिक यस्तो यस्तो गरेर टिप्नुपर्छ क्या। ऐसेलु एकदम अप्ठ्यारो ठाउँमा फलेको हुँदो रहेछ। छोरोले मलाई ऐसेलु खुवाउने रे। फेरि ड्रागन फ्लाइ मलाई मन नै पर्दैन। ड्रागन फ्लाइ यता चाहिँ फेरि कम भइहालेछ त। हिजोतिर त थियो त सारा टिपिहालेछन्। सबैले टिपेछन् क्यारेकै। तर अब भोलि फरिहाल्छ नि यहाँ त्यति छ। डेली फल्छ। घाम लाग्यो भने त ऐसेलुको रुख माथि छ। त्यहाँ माथितिर त ऐसेलु नै ऐसेलु छ। खालि अप्ठ्यारो अप्ठ्यारो ठाउँमा फल्दो रहेछ है। अनि यो ऐसेलु अब अर्को ठाउँमा जानु पर्यो ऐसेलु टिप्न। अब कहाँ टिप्ने? ल यहाँ पनि भेट्यो एक दुईवटा। छि फोहोर पर्यो क्या हो? फोहोर पर्यो नि। यहाँ एकछिनमा धोएर आउँछु ल मेरो। ऐसेलु टिपी खान कहाँ सजिलो छ र। यस्तै अप्ठ्यारो अप्ठ्यारो ठाउँमा फल्ने रहेछ। काँडाले घोचेर थोरै छैन त काँडा पनि हो। ऐसेलु यस्तो भित्रभित्र अप्ठ्यारो अप्ठ्यारो ठाउँमा हुँदो रहेछ ऐसेलु। खान चाहिँ मिठो तर साह्रै अप्ठ्यारो ठाउँमा। डाँडा माथि चढ्नु पर्यो। ऐसेलु टिप्दा लड्यो भने त फेरि एकैचोटि तल पुगिने रहेछ। यहाँ छ त ऐसेलु छैन, बोट मात्रै छ यहाँ।